हामी पढ्छौँ हितोपदेशको किताब 1 अध्यायको 1 पददेखि हामी पढ्छौँ विषय हितोपदेशको मूल्य हैन। यस विषयमा हामी पढ्छौँ। यहाँ लेखिएको छ दाउदका छोरा इजरायलका राजा सुलेमानका हितोपदेश। यस प्रकारले लेखिएको छ हैन। यो हितोपदेश लेख्ने चाहिँ सुलेमान हो अनि यो सुलेमान चाहिँ इजरायलको राजा हो अनि यो इजरायलको राजा चाहिँ दाउदको छोरा हो हैन। दाउदको छोरा इजरायलको राजा सुलेमान जसले हितोपदेश लेखेको छ अनि उपदेशक पनि लेखेको छ, श्रेष्ठ गीत पनि लेखेको छ हैन, लेखेको छ। अब हामीले देख्छौँ हैन एउटा उपदेशक पनि बन्यो हैन को राजा सुलेमान। अनि हैन हामी हेर्छौँ पहिलो राजाको किताब 3 अध्याय हैन 5 पददेखि हामी पढ्दै गयो भने हामी थाहा पाउँछौँ हैन राजा सुलेमान कसरी उपदेशक भयो हैन। हामी हेर्छौँ पहिलो राजा 3 अध्यायमा हैन परमेश्वरले सुलेमानलाई हैन सुलेमानले धेरै खुसी हुनुभयो अनि परमेश्वरले सुलेमान राजालाई बुद्धि र ज्ञान दिनुभयो हैन। जब परमेश्वरबाट बुद्धि र ज्ञान पाएपछि हैन उसको आत्मिक आँखा खोले हैन अनि उसको आत्मिक कान पनि खोले अनि यस प्रकारले उसले हितोपदेश, उपदेशक, श्रेष्ठ गीतको किताबहरू हैन अरू पनि कतिवटा किताबहरू उसले लेखे हैन उसले राजा सुलेमानले हैन। अनि यस्तो किताब लेखेको छ हितोपदेश हैन जो साह्रै हैन मान्छेले त पढ्दै जान्छ, धेरै कुरा बुझ्दै जान्छ हैन। यो कसरी लेखे भन्दाखेरि परमेश्वरबाट जुन बुद्धि पाए हैन अनि उसको आत्मिक आँखा जब खुले अनि उसको बुद्धि र ज्ञान पनि यति बिघ्न बढेर आए अनि उसले यस प्रकारले परमेश्वरको वचनको रहस्य, भेद, प्रकाशहरू है परमेश्वरको वचनहरू हैन यस प्रकारले लेखेको छ हैन जो चाहिँ हाम्रो संसारमा हैन प्रभुको लोकहरूको लागि हैन यो किताबहरू के छ अत्यन्तै आवश्यक छ हैन। तब हामी पढ्छौँ यहाँनिर 2 पदमा यस प्रकारले लेखिएको छ जसद्वारा मानिसहरूले बुद्धि र शिक्षा प्राप्त गर्नेछन् औ गहन अर्थ भएका कुराहरू बुझ्नेछन्। अनि यो किताब पढेर मान्छेहरूले हैन बुद्धि र शिक्षालाई प्राप्त गर्छ। अनि गहन अर्थ भनेको चाहिँ के हो एकदम गहिरो रहस्य, भेद, प्रकाशहरू जो परमेश्वरको वचनको कुराहरू बुझ्ने छ हैन। जब हामीले पनि हाम्रो पनि जब आत्मिक आँखा खोल्यौँ, प्रभु यीशु मसीहलाई जब विश्वास गऱ्यौँ हैन प्रभु यीशु मसीहलाई विश्वास गरेपछि हाम्रो पनि आत्मिक आँखा खुल्यो हैन। अनि हामीले पनि प्रभु यीशु मसीह जो बुद्धिको भण्डार हुनुहुन्छ हितोपदेश 8 अध्यायको 12 पदमा देख्छौँ हैन म बुद्धि हुँ, ज्ञानको भण्डार हुँ भनेर लेखिएको छ। अनि हैन त्यो बुद्धि ज्ञानको भण्डार हुनुहुन्छ प्रभु यीशु मसीह। अनि जुन दिन प्रभु यीशु मसीहलाई हामीले विश्वास गर्यौँ हामी पढ्छौँ हितोपदेशको किताब 1 अध्यायको 1 पददेखि हामी पढ्छौँ विषय हितोपदेशको मूल्य हैन। यस विषयमा हामी पढ्छौँ। यहाँ लेखिएको छ दाउदका छोरा इजरायलका राजा सुलेमानका हितोपदेश। यस प्रकारले लेखिएको छ हैन। यो हितोपदेश लेख्ने चाहिँ सुलेमान हो अनि यो सुलेमान चाहिँ इजरायलको राजा हो अनि यो इजरायलको राजा चाहिँ दाउदको छोरा हो हैन। दाउदको छोरा इजरायलको राजा सुलेमान जसले हितोपदेश लेखेको छ अनि उपदेशक पनि लेखेको छ, श्रेष्ठ गीत पनि लेखेको छ हैन, लेखेको छ। अब हामीले देख्छौँ हैन एउटा उपदेशक पनि बन्यो हैन को राजा सुलेमान। अनि हैन हामी हेर्छौँ पहिलो राजाको किताब 3 अध्याय हैन 5 पददेखि हामी पढ्दै गयो भने हामी थाहा पाउँछौँ हैन राजा सुलेमान कसरी उपदेशक भयो हैन। हामी हेर्छौँ पहिलो राजा 3 अध्यायमा हैन परमेश्वरले सुलेमानलाई हैन सुलेमानले धेरै खुसी हुनुभयो अनि परमेश्वरले सुलेमान राजालाई बुद्धि र ज्ञान दिनुभयो हैन। जब परमेश्वरबाट बुद्धि र ज्ञान पाएपछि हैन उसको आत्मिक आँखा खोले हैन अनि उसको आत्मिक कान पनि खोले अनि यस प्रकारले उसले हितोपदेश, उपदेशक, श्रेष्ठ गीतको किताबहरू हैन अरू पनि कतिवटा किताबहरू उसले लेखे हैन उसले राजा सुलेमानले हैन। अनि यस्तो किताब लेखेको छ हितोपदेश हैन जो साह्रै हैन मान्छेले त पढ्दै जान्छ, धेरै कुरा बुझ्दै जान्छ हैन। यो कसरी लेखे भन्दाखेरि परमेश्वरबाट जुन बुद्धि पाए हैन अनि उसको आत्मिक आँखा जब खुले अनि उसको बुद्धि र ज्ञान पनि यति बिघ्न बढेर आए अनि उसले यस प्रकारले परमेश्वरको वचनको रहस्य, भेद, प्रकाशहरू है
परमेश्वरको वचनहरू हैन यस प्रकारले लेखेको छ हैन, जो चाहिँ हाम्रो संसारमा हैन प्रभुको लोकहरूको लागि हैन यो किताबहरू के छ अत्यन्तै आवश्यक छ हैन। तब हामी पढ्छौँ यहाँनिर 2 पदमा यस प्रकारले लेखिएको छ, जसद्वारा मानिसहरूले बुद्धि र शिक्षा प्राप्त गर्नेछन् औ गहन अर्थ भएका कुराहरू बुझ्नेछन्। अनि यो किताब पढेर मान्छेहरूले हैन बुद्धि र शिक्षालाई प्राप्त गर्छ। अनि गहन अर्थ भनेको चाहिँ के हो, एकदम गहिरो रहस्य भेद प्रकाशहरू जो परमेश्वरको वचनको कुराहरू बुझ्ने छ हैन। जब हामीले पनि हाम्रो पनि जब आत्मिक आँखा खोल्यौँ, प्रभु यीशु मसीहलाई जब विश्वास गऱ्यौँ हैन, प्रभु यीशु मसीहलाई विश्वास गरेपछि हाम्रो पनि आत्मिक आँखा खुल्यो हैन। अनि हामीले पनि प्रभु यीशु मसीह जो बुद्धिको भण्डार हुनुहुन्छ, हितोपदेश 8 अध्यायको 12 पदमा देख्छौँ हैन, म बुद्धि हुँ ज्ञानको भण्डार हुँ भनेर लेखिएको छ। अनि हैन त्यो बुद्धि ज्ञानको भण्डार हुनुहुन्छ प्रभु यीशु मसीह। अनि जुन दिन प्रभु यीशु मसीहलाई हामीले विश्वास गर्यौँ